हे एकैछिनलाई निर्दयी बन्छु ल नरुनी भा केही कुरा भन्छु ल सुनको जलभा हे यस्तै भन्दै टार्या छौ जहिले नि बुझे मैले घर आउन अहिले नि सुनको जलभा हे दही हालेर छेता रुझाउनु बाउआमालाई सम्झाउनु बुझाउनु सुनको जलभा हे पर्छ सधैँ परेली रुझाउन अब मैले सक्दिन बुझाउन सुनको जलभा हे यो सल्लाउन पाइन के बारैमा अर्को दसैँ मनाम्ला घरैमा सुनको जलभा हे छैन मनमा खुसी र हर्ष यही भनेको भइसक्यो 10 वर्ष सुनको जलभा ए मैले छुट्टी पर्यो नि पाउनालाई अहिले आउन मन लाग्थ्यो आउनलाई सुनको जलभा हे थाहा छैन कहिले घर आउने हो हृदय कति आछे त लाउने